हेलो साथीहरू, आज हामी यो तातो पानी आएको बेला सानो एउटा भ्लग बनाऊ भनेर लागेको। यो यो बिचको देख्नु भएको छ नि, यो खोला माथिबाट आएको खोला छ नि, त्यो खोलादेखि यता चाहिँ यो देखिने भागहरू जति पनि छ नि, यो माथिको डाँडाकाँडा देखिएको जति पनि छ, यो खोलाबाट यताको देखिएको यो बिचको ठाडो खोला देखिएको यताको चाहिँ नेपाल हो। त्यो बिचको खोलादेखि यताको देखिने भाग चाहिँ पुरै चाइना हो। यो देखिने भाग जति चाइनाको हो। यो भागहरू चाइनाको हो। फेरि यो देख्नुभयो होला, यो बिचको खोला माथिबाट बगेर आएको छ। यो भोटेकोसी नदी हो। यो बिचको यो भोटेकोसी नदीको यो पारी देखिने भाग जति चाइना हो। यताको त घरहरू देखिने, यताको यो डाँडाकाँडा देखिने चाहिँ यो भाग जति नेपाल हो। यो नेपालको भाग हो। यो यहाँदेखि माथि चाहिँ बिचमा बजार छ। खोलाको धारमा चाहिँ घरहरू बनाएर एकदम ठाउँै छैन, त्यस्तो साँगुरोमा पनि घरहरू बनाएर चाहिँ बजार बनाएको छ। बजारहरू पुरै बन्द छ। त्यहाँ हामी बजारमा पुगेर आएको थियौँ, त्यहाँ बन्द छ। त्यहाँ माथि तातो पानी हो, नुहाउने ठाउँ छ त्यहाँ माथि। त्यहाँ नुहाउने ठाउँमा हामी चाहिँ पुगेर आएको। अनि त्यहाँ माथि देखिने त्यो डाँडाको बिचमा चाहिँ भन्नु के अरे बोर्डर, चाइना र नेपालको बोर्डर छ त्यहाँ। त्यहाँबाट हामी फर्केर आएको। यस्तो छ साथीहरू।